आज चाहिँ हो 75 हार्ड च्यालेन्जको डे 15 अनि आज चाहिँ फाइनली मैले चाहिँ 500 पुसअपको माइलस्टोन कम्प्लिट गरेको छु है। बिहानको सुरुवात चाहिँ रनिङबाट भयो। क्राउड चाहिँ धेरै थियो किन भन्दाखेरि आज अलि ढिला पुगेको थियो। रनिङ पछि गरेँ मैले पुरै स्ट्रेचिङ, डिप गरेँ 50 चोटि, पुसअप गरेँ 200 चोटि, घर आउने बित्तिकै पानी पिएँ, बाँकी 300 पुसअप गरेँ, पसिनाले लतपत। एक्सर्साइज पछि लिएँ मैले सावर। आज पढ्यो द ल अफ लिस्ट एफर्ट। आज रातिको खाना अनि मैले बिहान केही ल्याएको थिइनँ। 2 स्कुप वे प्रोटिन पिएँ। 16K स्टेप डन। आजको फोटो टाइम टु डु इट अगेन।